झक्कको यो नापी नक्सा निकाल्नको लागि अबदेखि तपाईँ नापी कार्यालय जानै पर्दैन। तपाईले आफ्नै घरमा बसी बसी अनलाइनको माध्यमबाट यस्तो खालको नापी नक्सा चाहिँ तपाईले सजिलै निकाल्न सक्नुहुन्छ। कसरी हेरौँ है त। यसको लागि चाहिँ अब तपाईले सुरुमा एउटा अगाडि पछाडिको नागरिकताको फोटो र लाल बुर्जाको फोटो चाहिँ चाहिन्छ। यति डकुमेन्ट तपाईले जम्मा गरिसक्नु भएपछि चाहिँ तपाईले एउटा कुनै ब्राउजर अन गर्नुहोस्, जस्तो गुगल ब्राउजर चाहिँ तपाईले अन गर्नुहोस् अथवा क्रोम ब्राउजर अन गर्नुहोस्। यसपछि तपाईले सर्च बारमा गएर मेरो किताब भनेर सर्च गर्नुहोस्। यसरी नै मेरो किताब भनेर सर्च गर्नुहोस्। मेरो किताब भनेर सर्च गरिसकेपछि नापी विभागको एउटा मेरो किताबको एउटा साइटमा पुग्नुहुन्छ र त्यो साइटमा पुगिसकेपछि तपाईको त्यहाँ एउटा होम पेजमा रहेको सेवा लिन निवेदन भन्ने अप्सन हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। यस्तै इन्टरफेस हुन्छ, त्यसमा क्लिक गर्नुहोस् र यति गरिसकेपछि तपाईले मोबाइलमा गर्दै हुनुहुन्छ भने अलिकति तल स्क्रल गर्नुपर्ने हुन्छ, यसरी स्क्रल गर्नुपर्ने हुन्छ र अथवा डेस्कटपमा गर्दै हुनुहुन्छ भने त साइटमा नै देखाइहाल्छ। मोबाइलमा गर्दै हुनुहुन्छ भने तपाईले तल स्क्रल गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले त्यहाँ सम्पूर्ण जसको नाममा लाल बुर्जा छ उसको व्यक्तिगत उसको विवरणहरू चाहिँ तपाईले भर्नुपर्ने हुन्छ, जस्तै सेवा लिने कार्यालय, नाम, ठेगाना, सम्पर्क विवरण लगायत सम्पूर्ण विवरणहरू चाहिँ तपाईले भर्नुपर्ने हुन्छ। यति भरिसकेपछि तपाईले पेस्ट गरिदिनु पर्ने हुन्छ र पेस्ट गरिसकेपछि तपाईले चाहिँ एउटा ओटिपी कोड आउँछ। त्यो पेस्ट गर्ने बित्तिकै ओटिपी कोड देखाउँछ। त्यो ओटिपी कोडलाई चाहिँ तपाईले सुरक्षित साथ राख्नुपर्ने हुन्छ र यति भइसकेपछि तपाईले जुन होम पेजमा रहेको जुन सेवा लिन निवेदन भन्ने हुन्छ त्यसको मुनिपट्टि चाहिँ तपाईको यहाँ क्लिक गर्नुहोस् भनेर यसरी अप्सन देख्न सक्नुहुन्छ। हो, यो यहाँ क्लिक गर्नुहोस् भन्ने अप्सनमा चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ र क्लिक गरिसकेपछि जुन ओटिपी कोड आएको थियो त्यो ओटिपी कोड र जुन अगाडि मोबाइल नम्बर राख्नु भएको थियो यो विवरणमा त्यो मोबाइल नम्बर राखेर र ओटिपी कोड राखेर चाहिँ तपाईले लगइन गर्नुपर्ने हुन्छ र लगइन गरिसकेपछि तपाईले त्यहाँ तपाईले निवेदन दिनुभएको विवरणको चाहिँ अवस्था चेक गर्न सक्नुहुन्छ र अवस्था चेक गरिसकेपछि यो चाहिँ तपाईको 12 घण्टासम्म पनि लाग्न सक्छ। हो, अब यो 12 घण्टासम्म पनि लाग्न सक्छ। तपाईले चाहिँ निवेदनहरू चाहिँ तपाईले चेक गरिराख्नु होला र चेक गरिसकेपछि यदि भेरिफाई भएमा चाहिँ तपाईले त्यही नजिकै चाहिँ तपाईको अनलाइन भुक्तानीको अप्सन देख्न सक्नुहुन्छ र तपाईले अनलाइन ई सेवा खल्ती अथवा कनेक्ट आइपिएसबाट चाहिँ तपाईले अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ र अनलाइन भुक्तानी गरिसकेपछि चाहिँ तपाईको त्यही जुन ठाउँमा तपाईले अवस्था चेक गर्नुहुन्छ, यसरी अवस्था चेक गर्नुहुन्छ, हो यसमै तपाईको पीडीएफ बनेर चाहिँ तपाईको नापी नक्सा चाहिँ आउँछ र त्यो पीडीएफलाई चाहिँ तपाईले डाउनलोड गरेर प्रिन्ट गर्नु होला र यो पीडीएफ चाहिँ तपाईको 7 दिनभित्र चाहिँ तपाईले डाउनलोड गरेर प्रिन्ट गरिसक्नु पर्ने हुन्छ। सो 7 दिनभित्र चाहिँ तपाईले गरिसक्नु होला। यसरी चाहिँ तपाईहरुले अनलाइनबाट चाहिँ तपाईको नापी नक्सा चाहिँ निकाल्न सक्नुहुन्छ। यदि यसको प्रक्रियामा कुनै कन्फ्युजन भएमा तपाईले हामीले मेसेज अथवा कमेन्ट पनि गर्न सक्नुहुन्छ। हामी तपाईलाई सहायता गर्छौं।